प्रेज द लर्ड, सबैमा जय मसीह। आजको वचन बाइबल पढ्दाका 5 फाइदाहरूको बारेमा छ र सबैभन्दा पहिलो फाइदा चाहिँ हामी समझदार बन्छौँ। भजन सङ्ग्रह 119 को 104 मा यसरी लेखिएको छ, तपाईँको आदेशद्वारा म समझशक्ति प्राप्त गर्छु, यसकारण हरेक झुटा मार्गलाई म घृणा गर्दछु। र यसैको 130 मा तपाईँहरू हेर्न सक्नुहुन्छ, तपाईँका वचनको व्याख्याले ज्योति प्रदान गर्छ, त्यसले सिधा सादा मानिसहरूलाई समझशक्ति दिन्छ। बाइबल पढ्नुको फाइदाहरूमा 2 नम्बरमा छ बुद्धिमान बन्छौँ। जस्तै तपाईँहरू भजन सङ्ग्रह 19 को 7 मा हेर्न सक्नुहुन्छ। 19 को 7 मा यसरी लेखेको छ, परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने, परमप्रभुका कानुनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान तुल्याउने। र बाइबल पढ्नुको फाइदामध्ये 3 नम्बरमा छ अन्धविश्वास मान्नु हुँदैन है। सङ्ग्रह 19 को 104 मा यसरी लेखेको छ। सङ्ग्रह 119 को 104 मा यसरी लेखेको छ, तपाईँको आदेशहरूद्वारा म समझशक्ति प्राप्त गर्छु, यसकारण हरेक झुटा मार्गलाई म घृणा गर्दछु। बाइबल पढ्नुको 4 नम्बर फाइदा के छ भन्दाखेरि हामीलाई इनाम मिल्नेछ, अर्थात् हामीलाई इनाम मिल्छ। भजन सङ्ग्रह 19 को 11 मा तपाईँहरू हेर्न सक्नुहुन्छ, तीबाटै तपाईँको दासले चेतावनी पाउँदछ, ती पालना गर्दा ठुलो इनाम मिल्नेछ। बाइबल पढ्नुको 5 फाइदाहरूमध्ये 5 नम्बरमा छ जीवनलाई शुद्ध राख्न सक्छौँ। भजन सङ्ग्रह 119 को 9 मा हेर्न सक्छौँ हामीले। 9 मा यसरी लेखेको छ, जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ, तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। आमेन।